हेर्नुस् न फुलहरू कति राम्रो राम्रो झुमरहरू त्यस्तै जेठा हेर्नु न यो दुई खालके फुलेको नि क्रस गरेकोहरू होला जेललाई पनि सजावट गर्दा कति राम्रो देखिने ढुङ्गाहरू यिनीहरूले फर्सी सुँगुरको मासु चाहिँ साह्रै उयो गर्ने के कद्दुहरू नि जरा जुरी लाएर न काटेर कति राम्रो राम्रो बनाएको आकार दिएर हाम्रो चाहिँ फेरि देउता निस्क्यो भनेर पूजा गर्न लाउँछ यहाँ चाहिँ सो गरेर राख्छ देखा हेर्नु न यो रुखमा के उम्रेको यत्तिकै राखेको नि ल्याएर ए त्यहाँ जोडेको रहेछ कस्तो मजाले फुलेको सेतो र उयो क्या साकुरा दुई खालके सेतो र रातो यो फुल त झन् कस्तो दामी देख्छ होला हेर्नु कोपिला कति मजा लाग्छ हेर्नु न क्या दामी कोपिला लाग्यो ढुङ्गाहरू कति मजाले सजाएर राखेको दाउरा पो रहेछ म त सिसा पो होला नि रहेको काटेर क्या अब माथि माथि हेर्नु न दाउराहरू कति मजाले राखेको मगमग गनाउने महँगो महँगो काठहरू होला क्या हेर्नु है साथीहरू सिसा भनेको त यो त काठ पो रहेछ काठ तँ दामी दामी क्या के छ भाइ सिक्रेट गार्डन कति मिठो बनाएको यो अस्ति हामी आएको ठाउँ होइन ए होइन त एकचोटि आउने बित्तिकै त माथि पो लानु भएको थियो त है त्यो झन्डै झन्डा भएकोमा कति मिठो बनाएको हौ काठहरूको गन्ध क्या त्यही सफा खोइ वा जुराएर यसको पो गन्ध होला कति मिठो बनाएको क्या हेर्नु त यो कसले खान्छ यिनीहरूले टिपेर लान्छ कि कति राम्रो ठाउँ सुनको पसला क्याक्टस हो बी क्या खतरा हो यो त माथिसम्म फुलेको क्याक्टस हेर्नुहोस् त साथीहरू पुदिना हात्तीसार होइन हौ घिउकुमारी यो कान छेड्ने हो यो मैले नै नाम बिर्सिने बनाइदिनु भएको क्या हात्तीसार भनेर क्याट्रसहरू क्या क्याट्रस आमै यहाँ बस्नु भएको बिलालोहरू कति राम्रो ठाउँ हेर त काठहरूलाई कति राम्रो सदुपयोग गरेको साथीहरू सुनखरी एयर निकालेको हो कि त्यो उयो गरेको जोडेर राखेको यो चाहिँ मादा खासकरबाट अफ्रिका मादा खासकर यो समुद्रबाट निकालेको क्या पानको पसला हेर कति चिल्लो
बरु हिजो यहाँ गयो भिजिँदैन पनि थियो होला भित्रभित्रै आम्मै यहाँ बचेको लु रुखहरू हेर खोलाबाट निकालेको होला हेर बुढीमा के बोकेको छ फुल बोकेर बचेको सानो सानो मान्छेहरू वाउ कति राम्रो छङ्के किराहरू